आजको यो भिडियोमा बीएड सेकेन्ड इयरका लागि खुसीको खबर आएको छ। किनभने हामीले बीएड सेकेन्ड इयरका इक्जाम अघि नै हामीले अब्जेक्टिभ क्वेसनहरू युनिट बाई युनिट हामीले सल्भ गरि राखिदिएका छौँ, जुन तपाईहरुले हेर्न सक्नुहुन्छ। र आजको यो भिडियोमा तपाईहरुलाई स्वागत छ, किनभने प्रश्नपत्रहरू सहित मैले राखिदिएको छु र त्यसको एन्सर सहित राखिदिएको छु र युट्युबमा सबै ठाउँमा यसो राखेको छैन। त्यसैगरी तपाईले हाम्रो भिडियोलाई अवश्य नै सब्स्क्राइब गर्नु होला, लाइक अवश्य नै गर्नु होला। ल बढौँ आफ्नो विषयवस्तुमा। इकाइ 3 भाषा पाठ्यक्रमको अध्ययन, विश्लेषण, मूल्याङ्कन र निर्माण। यसको सम्पूर्ण अब्जेक्टिभ क्वेसनहरू हामीले सल्भ गरेका छौँ, जुन परीक्षामा 20 मार्कको सोध्ने गर्छ है साथीहरू। ल बढौँ आफ्नो प्रश्नतर्फ। पहिलो रहेको छ, भाषा पाठ्यक्रम किन आवश्यक ठानिन्छ? यसको उत्तर रहेको 4वटा अप्सन दिएको छ र उत्तर रहेको छ क, विद्यार्थीको आवश्यकता अनुरूप भाषा शिक्षण गर्न। र साथीहरू तपाईहरुले यसलाई स्क्रिनशट लिएर सक्नुहुन्छ अथवा भिडियो पनि डाउनलोड गर्न सक्नुहुन्छ। निशुल्क छ एकदमै, कुनै ब्यान्डेज छैन है। ल दोस्रो रहेको छ, संरचनात्मक पाठ्यक्रमको मुख्य कमजोरी के हो? यसको उत्तर रहेको छ दैनिक जीवनको परिवेश। हामीले सबै प्रश्नको टिक चाहिँ लगाइदिएका छौँ, जुन तपाईहरुलाई अलि सहज हुन्छ र सरल हुन्छ, त्यही भएर हामीले उत्तर सहित राखेका छौँ। यस्तै हामीले अब बढौँ आफ्नो अर्को प्रश्नतर्फ। प्रश्न नम्बर 3, चक्रीय पाठ्यक्रमसँग मेल नखाने कुरा के हो? हामीले सरलै तपाईलाई प्रश्नहरूको उत्तर भन्दै जान्छौँ, तपाईहरुले नोट गर्दै जानुहोला अथवा स्क्रिनशट लिन सक्नुहुन्छ है। यसको उत्तर रहेको छ सृजनशीलताको विकास। त्यसैगरी प्रश्न नम्बर 4, छनौटको आन्तरिक प्रभावक कुन होइन? यसको उत्तर रहेको छ शैली। त्यसैगरी अर्को, पृथकीति स्तरण कुन भाषात्वका लागि उपयोगी हुँदैन? अब यसको उत्तर चाहिँ तपाईको सङ्कथन हुन्छ है साथीहरू। त्यसैगरी अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 6, भाषा पाठ्यक्रममा कस्ता उद्देश्यको बहुलता हुनुपर्छ? यसको उत्तर रहेको छ संज्ञानात्मक है साथीहरू। त्यसैगरी प्रश्न नम्बर 7, भाषा पाठ्यक्रमको कस्ता ढाँचा अन्तर्गतको कुन उपशीर्षकमा विद्यार्थीको पूर्वानुभवको आवश्यकता उल्लेख गर्ने गरिन्छ? यसको उत्तर रहेको छ उद्देश्य है। भाषा पाठ्यपुस्तकको उद्देश्य कुन होइन? यसको उत्तर रहेको छ विषयवस्तुको अभ्यास गराउनु। प्रश्न नम्बर 9, 2028 अघिका भाषा पाठ्यपुस्तकको मुख्य कमजोरी के थियो? यसको सजिलो उत्तर रहेको छ, हेर्न सक्नुहुन्छ यहाँ, लेख सिपलाई आधार मान्नु। त्यसैगरी प्रश्न नम्बर 10, पाठ्यपुस्तकका पाठमा शब्द भण्डारलाई कसरी प्रस्तुत गर्नु पर्छ? यसको उत्तर रहेको छ परिचित संरचनामा उनेर है साथीहरू। तपाईँ कति पनि नबिर्सनु होला, यो सबै एकदमै राइट एन्सर हो है साथीहरू, जुन हामीले अघि नै मिलाएर राखिदिएका छौँ। र साथीहरूले एक्जामसम्म केही न केही चाहिन्छ भने हामीसँग जोडिराख्नु होला। र सबै बीएडका सबै र शिक्षक सम्बन्धी हामीले भिडियोहरू अपलोड गरिसकेका छौँ, भिडियोमा गएर हेर्न सक्नुहुन्छ। कृपया 1 लाइक र सब्स्क्राइब अवश्य नै गर्नुहोला, तपाईँको पैसा जाँदैन है साथीहरू यसमा। ल बढौँ आफ्नो अर्को प्रश्नतर्फ। प्रश्न नम्बर 11, भाषा पाठ्यपुस्तकका पाठहरूको छनौट गर्दा कुन कुरालाई मूल आधार बनाउनु पर्छ? यसको उत्तर रहेको छ सन्तुलित वितरण। त्यसैगरी प्रश्न नम्बर 12, भर्खर विद्यालय आउने साना बालबालिकाका लागि पाठमा लगभग कुन कुरालाई मूल आधार बनाउनु पर्छ? यसको उत्तर रहेको छ 50 देखि 60 पोइन्टसम्मको। त्यसैगरी प्रश्न नम्बर 13, पाठ्यपुस्तक निर्माणका क्रममा शब्द भण्डारको नियन्त्रण किन आवश्यक हुन्छ? होइन? यसको उत्तर रहेको छ विषयवस्तुलाई विद्यार्थीको क्षमता अनुकूल तुल्याउन है, यसको आवश्यक हुन्छ। त्यसैगरी प्रश्न नम्बर 14, संस्कृत परम्परा अनुकूलको नेपाली शिक्षणको मुख्य दोष के थियो? यसको उत्तर रहेको छ साहित्यिक दृष्टिकोणको प्रधानता। ल साथीहरू, हामी 14 को भ्याइसक्यौँ र यहाँ 15 को आयो। प्रस्ताविक पद्धतिको दुर्बल पक्ष कुन हो? यसको 4 अब्जेक्टिभ दिएको हुन्छ। अब्जेक्टिभमा 4वटा, तपाईले यसरी अब सबै मिल्ने जस्तै हुन्छ, तर जुन उत्कृष्ट हुन्छ, जुन राइट हुन्छ त्यही लगाउनु पर्ने हुन्छ। एकरूपताको
वकालत गर्नु। यसको उत्तर रहेको छ घ। र साथीहरू तपाईले अब चाहिँ यो भाषा त नि अलिकता नराम्ररी सुन्यो होला, यसलाई माइन्ड नगर्नु होला। तपाईँ आफ्नो एक्जाम प्रति फोकस गर्नु होला है साथीहरू। त्यसैगरी हामीले अब नजिक आइसकेका छौँ, अब भिडियोको अन्त्यमा आइसकेका छौँ, जुन तपाईहरुलाई यसमा सबै इकाइ 3 का सबै वस्तुगत प्रश्नहरू हामीले हाल्दिएका छौँ, जुन तपाईलाई अलि सहज हुन्छ अनि सजिलो हुन्छ के। अलि हामीले पहिलाको प्रिभियस कालको पनि हामीले पेपरहरू पनि डिस्कस गरेका छौँ, जुन तपाईले गएर हेर्न सक्नुहुन्छ। हाम्रो डिस्क्रिप्सन बक्समा हालिदिएको छु, त्यसमा गएर हेर्न सक्नुहुन्छ है, क्लिक गरी। ल बसौँ आफ्नो 16औं प्रश्नतर्फ। उत्पादनात्मक पद्धतिमा भाषा शिक्षण कुन पक्षबाट प्रारम्भ गरिन्छ? यसको उत्तर रहेको छ उच्चार्य श्रव्य है साथीहरू। यसको उत्तर रहेको छ उच्चार्य श्रव्य। त्यसैगरी प्रश्न नम्बर 17 व्याकरणानुवाद विधिको विरोध हुनुको मुख्य कारण के हो? यसको उत्तर रहेको छ शिक्षणमा विविधता। त्यसैगरी प्रश्न नम्बर 18 प्रत्यक्ष विधिमा भाषा शिक्षणका लागि कस्तो वातावरणको अपेक्षा गरिन्छ? यसको उत्तर रहेको छ स्वाभाविक है, स्वाभाविक। त्यसैगरी प्रश्न नम्बर 19 जुन यसको लास्ट प्रश्न रहेको छ। ल बढौँ यसको हेर। मौखिक संरचना सन्दर्भ विधि कुन कुन विधिको सम्मिश्रणबाट विकसित भएको हो? यसको उत्तर रहेको प्रत्यक्ष र श्रुति भाषिक। यहाँसम्म सम्पूर्ण साथीहरूलाई धन्यवाद र हामीले भिडियोमा जोडिराख्नु होला। अघिको लागि धन्यवाद।